हेलो नमस्ते गुड मर्निङ साथीहरू। नयाँ जोस र नयाँ सोचको साथ आज फेरि म हजुरहरूको अगाडि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। मेरो नाम हो गीता, म एउटा हाउसवाइफ साथै आमा र म चाहिँ यसरी नै भिडियोहरू बनाउने गर्छु है। अलिअलि फेसबुकतिर युट्युबमा पनि हाल्ने गर्छु र हजुरहरू धेरैजनाले मेरो भिडियोलाई मजाले मन पराइदिनु भएको छ, हेरिदिनु भएको छ है। त्यसको लागि म एकदमै आन्तरिक हृदयबाट धन्यवाद भन्न चाहन्छु है। र आज चाहिँ म अस्ति हस्बेन्ड छुट्टीमा आउनुभएको थियो है, र निकै सफाहरू गरिदिनु भएको थियो। उतापट्टि आगो फुक्ने किचनहरू बनाइदिनु भएको थियो सानो, र म चाहिँ त्यहीँ सफाहरू गर्दै थिएँ र दिउँसो खाजासाजा खाएर फेरि यो चाहिँ हो नेक्स्ट डे। म चाहिँ आज होलीको 3 दिन जस्तोको ब्रेक थियो है, र नानीहरूलाई हस्टेलदेखि लिनु बोलाएको थियो र म चाहिँ रानीपुलसम्म गाडी नपाएर हिँड्दै गएँ र त्यहाँदेखि हस्टेल पुगेँ। त्यहाँदेखि हस्टेलदेखि चाहिँ नानीलाई लिएर आएँ है, र छ्यामा पनि जानुभएको थियो र मैले चाहिँ नानीको वर्कहरू पुरा आएको थियो, होमवर्कहरू है। त्यो चाहिँ मैले ब्याग डल्लै छ्यामाकै घरमा लगेर राखिदिनु तादोङमै भनेर चाहिँ हामी चाहिँ ओह्रालो रानीपुलतर्फ आयौँ। र नानी चाहिँ रानीपुलमा आएर खाजाहरू खान्छु भनेर है, उसलाई नि अब हस्टेलमा भित्रको खाना खाँदा वाक्कै भयो होला भनेर यहाँ खाजासाजा किन्दै त्यसपछि हामी यहाँ ट्याक्सी स्ट्यान्डमा आयौँ है। र घरको आउनुको लागि ट्याक्सीहरू पर्ख्यौँ र हामी चाहिँ निकै बेर भयो गाडी भरिँदा ओर्दा। त्यसपछि हामी घर आयौँ र निकै टाइम गइसकेको थियो है। र मैले चाहिँ अलिअलि सामानहरू पनि लिएर आएकी थिएँ, अघि बेसनहरू, पिठो, ग्रेप्सहरू थियो नानीको लागि है, के यो सानोतिनो सामानहरू लिएर आएको थिएँ। तर त्यत्तिकै खनाएको थिइनँ र अहिले चाहिँ म सामानहरू खनाएर अब चाहिँ एकछिन हातखुट्टाहरू धोएर अब चाहिँ खाजाहरू बनाऊँ भन्दै थिएँ। ठिक्कै तलबाट चाहिँ काकीले बोलाउनु भयो र खाजाहरू चाहिँ खाना नबनाउनु आज उन्तै खानुपर्छ भन्नुभयो। र हामी चाहिँ छिटो यहाँनिर नानी चाहिँ भर्खर आजै आएको नि त, यो घरमा सिफ्ट गरेकोदेखि चाहिँ, त्यही भएर पुरा हेर्दैछ। अनि हामी चाहिँ तल काकीकोमा गयौँ है, र काकीले चाहिँ आज आराध्या पनि आएको धेरै दिन बाद भनेर यहाँ काकीले चाहिँ खिर पकाइदिनु हुँदैछ आराध्याको लागि है। आराध्या र हामी सबैजना पनि त्यही खाना खान्छौँ, खिरहरू खान्छौँ। त्यसपछि आयौँ है, र यो चाहिँ काकीले उसलाई खिर पस्केर दिँदैछ है, फर्स्ट टाइममा आराध्यलाई भन्दै दिनुहुँदैछ यहाँनिर। अनि यो चाहिँ हो नेक्स्ट डे मर्निङ। म चाहिँ बिहानै उठेर घरहरू पुसपास गरिसकेँ र मौसम चाहिँ निकै कस्तो धुम्म पानी परेको टाइपको भइरहेको रहेछ। नानी चाहिँ आगोहरू फुकेर ताप्दै रहेछ, मैले आगोहरू फुकिदिएको थिएँ अघि नै। अनि मैले घरहरू पुसेर उसलाई पूजाहरू गर्नु लगाएँ है, र नानी म भएर पूजासुजा गऱ्यौँ। त्यसपछि चाहिँ अब नानी यहाँनिर है फुलहरू चढाउँदैछ र अब पूजा सकेर चाहिँ फेरि उसलाई चाहिँ रोटी र आलुदम खानु मन परेको छ अरे है। र उसले अफि यहाँ आलुहरू धुँदैछ, ऊ चाहिँ घरमा आएर चाहिँ के कामहरू चाहिँ गर्नु चाहिँ है। र यहाँनिर ऊ चाहिँ ग्रेप्स खाँदैछ मजाले, हिजै धोएर मैले भिजाइराखिदिएको थिएँ। र म चाहिँ यहाँ रोटी पोल्नुको तयारी गर्दैछु र पिठोमा अलिकति जनो नुनहरू लगाएर मुछ्यो भने चाहिँ मजाले उयो मिठो हुन्छ है। बेकिङ पाउडर पनि लगाएँ अलिकति। त्यसपछि उसलाई खाजा बनाइदिँदैछु म चाहिँ, आलुदम र रोटी खाने रे। रोटीमा चाहिँ हल्का घिउ दल्दै पोलिदिनु भनेर म चाहिँ दुध पनि खाँदैछ। र ठिक्कै छ्यामाहरू आउनुभएछ, छ्यामा आरुष अङ्कल है, अल्छी लाग्यो अरे आज होलीको दिन, अन्त घुम्दै आउनुभयो अङ्कल आन्टी। र म चाहिँ उहाँहरूलाई पनि खाजाहरू बनाइदिएँ है, चियाहरू बनाइदिएँ, रोटी आलुदमहरू त्यही बनाइदिएँ, अगाडि राखेको थिएँ। त्यसपछि अनि अब खाजासाजा खान्छौँ सबैजना, यहाँ गफ गर्दै खाजाहरू खानुहुँदैछ है। अब चाहिँ अङ्कल चाहिँ यहाँ आएपछि के गरिबस्नुहुन्छ नि त। अहिले नि त्यहाँ बलेसीमा चाहिँ पाइप छोटो भएको थियो, अस्ति अङ्कल हेरिरहनु भएको थियो, अहिले नि पाइप लिएर आउनुभएछ है। र आन्टी चाहिँ यहाँनिर पकौडा पोल्नुहुँदैछ, आन्टी र म भएर चाहिँ खाना बनाउँदैछौँ। र अङ्कल चाहिँ त्यो बलेसीमा पाइपहरू लगाएर बनाएर नि फेरि चुल्हाहरू बनाउनुतिर लाग्नुभयो। र अब चाहिँ खाना पनि रेडी भयो, हामी खानासाना खान्छौँ। त्यसपछि हामी चाहिँ गान्तोकै जान्छौँ है, नानीको होमवर्कहरू पनि छ। आन्टीले चाहिँ उम्बै जाउँ भन्दैछ हो, र हामी चाहिँ घरबाटै खानासाना खाएर गएको थियौँ। र दादाले चाहिँ पुग्ने बित्तिकै बहिनीले उसको लागि चाहिँ फेरि पिज्जा अर्डर गरेछ। र यो चाहिँ हो नेक्स्ट डे, आज चाहिँ हो स्याटरडे है। आराध्या चाहिँ होमवर्कहरू गर्दैछ, आन्टी अङ्कल अफिस जानुभयो, आरुषको चाहिँ आज स्कुल लाग्ने रहेछ है। र अब चाहिँ हामी होमवर्कहरू सकेर फेरि माथि गाउँमा मरौ भएको छ, अब मरौमा जानुपर्ने छ। आराध्या र म चाहिँ है, उसलाई पनि लगेर जान्छु साथी म चाहिँ।
र अब उसलाई अलिकति ब्रोकोली भुटिदिन्छु अन्त खानासाना खुवाएर चाहिँ उसलाई पनि लगेर जान्छु माथि जहाँ ससुराहरू बस्नुहुन्छ माथि है त्यहाँ जान्छौँ आराध्या र म चाहिँ अब अन्त बजारमा गएर अलिअलि सामानहरू किन्नुपर्ने हुन्छ है अलिअलि फलफुलहरू किनेर माथि घर जान्छौँ त्यहाँदेखि त्यहाँ मरौमा निस्केर फेरि भोलि चाहिँ हामी आउनेछौँ। My name is Sastika Basnet. Okay, what is your father name? What is your father name? Father name, what's your father name? My father name is. My father name is Prem Bahadur Chhetri. Okay, now your turn. What's your father name? My father name is Kanal Bahadur Chhetri. What is your grandfather name? My father name is Ganga Maya Mangar. Grandfather ko naam ta what is your grandfather name? Grandfather name Manu Bhatta. Good girl. र यो चाहिँ हो नेक्स्ट डे आज चाहिँ अब हामी फर्किनु पर्ने हुन्छ है मैले चाहिँ बेसी घरमा भिडियोहरू चाहिँ बनाइनँ मलाई अलिक अप्ठ्यारो पनि लाग्छ है त्यतिकै बिजी पनि भयो र आज चाहिँ बाबाको नि केसहरू काट्नु छ अरे गाईको दबाईहरू किन्नु छ भन्नुभयो अनि हामी सँगै झर्दैछौँ गाडी चाहिँ पाएनौँ हामीले है आधी बाटोसम्म हामी हिँड्दै हिँड्दै आउँदैछौँ तर भ्यू चाहिँ यति दामी छ है गाडीहरू पनि पुरा कुद्छ उँभो अहिले चाहिँ उँभो छङ्गुपट्टि जान्छ नि त गाडीहरू भरे 2-3 बजीदेखि त फेरि पाउँछ है र हामी चाहिँ बिहान छिटै फर्किनु पर्छ अहिले चाहिँ 10 साढे 10हरू हुँदै थियो लगभग र आएर चाहिँ हिँड्नु नसकेर लड्दै लड्दै हिँड्दैछ हो अनि भाबीले चाहिँ यो मेरो बाटो हो नि भन्दै नानीलाई देखाउँदै गफहरू गर्दै हामी चाहिँ झर्दैछौँ र आधी बाटोदेखि चाहिँ हामी गाडी पाउँछ हामी तल देख्दै गरेको तल्लो रोडमा निस्किनु खोजिरहेको छौँ है र अब चाहिँ घर पुग्दाखेरि तल आन्टीले मोमोहरू बनाइराखिदिनु भएको रहेछ र हामी चाहिँ मोमोसमो खान्छौँ त्यसपछि आराध्यलाई चाहिँ म हस्टेल छोडेर फेरि म चाहिँ आज घर फर्किनु पर्नेछ र यस्तै छ मेरो चाहिँ दिनचर्याहरू मेरो भिडियोहरू यस्तै हुँदैछ है र हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट्समा भन्नु चाहिँ नभुल्नुहोस् है त र हजुरहरू कुन कुन ठाउँबाट मेरो भिडियोलाई हेर्नुहुन्छ भन्नुहोस् है त साथीहरू र मौसम चाहिँ म नेपालको छेउमा मैले नानीलाई हस्टेल राखेर चाहिँ यस्तो डेन्जर पानी पर्दै थियो है म चाहिँ पुरा भिजेँ पनि र अलिकति तल पुग्दाखेरि चाहिँ एकदमै सुक्खा मौसम थियो एउटा पानी परेको थिएन र हजुरहरू आफै हेर्नुहोस् है त अनि मेरो भिडियोलाई यहाँसम्म हेरिदिनु भएकोमा म हजुरहरूलाई एकदमै धेरै धन्यवाद पनि भन्न चाहन्छु र छिट्टै अर्को भिडियोमा भेटौँ है त साथीहरू।